आज दाइको बर्थडेमा चाहिँ दाइलाई सरप्राइज दिँदा धेरै रमाइलो हुन्छ भनेर चाहिँ मैले सोचेको पनि थिएन। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। हामी दुईजना चाहिँ बिहानै खाना खाएर लागे कामतिर। काममा जाँदाखेरि हेर्नु न, यहाँ सधैँ भएको फुल त रुखै काटिदिएछ कि कहिले पनि। अनि हामी चाहिँ दुईजना लागे काममा। यसरी गुनुलाई अगाडि हिँडाएर अनि उसलाई चाहिँ चुइगम किन्न लगाएँ यहाँनिर। अनि चुइगम किनेर ल्याएर हामी चाहिँ खाएर लागे कामतिर। अनि आज चाहिँ डेन्जर घाम लागिरहेको थियो क्या, अनि दिउँसो पानी पर्छ होला भनेको परेन। अनि दाइलाई सरप्राइज दिने कुरा थियो हाम्रो चाहिँ। अनि दाइको बर्थडेमा हामी आफैले चाहिँ चक्लेट किनेर सरप्राइज दिउँ भन्ने खालको सोचेको थियौँ। अनि हामीले चाहिँ त्यही गऱ्यौँ। अनि गएको सटरै बन्द रहेछ। अनि एकछिन बसेर दाइलाई पर्खेर दाइलाई ह्याप्पी बर्थडे टु दाइ भनेर चक्लेट दिएर अनि दाइ चाहिँ मख पर्नुभयो। अनि यहाँको सटर चाहिँ जहिले साह्रो हुन्छ कि, यो सटर ठेलेको हेर्नु न, साह्रो न साह्रो। अनि यहाँ सटर खोल्ने बित्तिकै कस्टमरहरू आउनुभयो। अनि हिजो यहाँ राति हामी आउने बेला भर सामान आउन लागेको थियो। अनि सामान चाहिँ यति धेरै आएछ क्या। अनि यो समेट ओर्दा हाम्रो चाहिँ लगभग 5 बजिसकेको थियो क्या। अनि हामीले चाहिँ खाजासाजा खाएर दाइलाई सरप्राइज दिने सोचेको थियौँ। अनि दाइ चाहिँ भर्खरै बाहिर निस्किनु भएको थियो काम। हेलो, हामी आज सन्जित दादाको बर्थडेमा दादालाई सरप्राइज दिन आएको थियौँ। दादालाई चाहिँ थाहा छैन हेर्दै उहाँको रियाक्सन कस्तो हुन्छ। दाइलाई पर्खिँदा 7 बजिसकेको थियो कि। अनि एकछिन पर्ख्यौँ भने दाइ चाहिँ ठ्याक्कै आउनुभयो। दाइले चाहिँ क्यामेरामा हेरिराख्नु भएको रहेछ, आयो रेडी हुनु भनेर। अनि हामी चाहिँ रेडी भयौँ। दाइ दिदीले बत्ती बाल्नु भयो। ल हामीले चाहिँ दाइलाई सरप्राइज दिने यसरी। अनि दाइको बर्थडे चाहिँ हामीले यसरी गरिदियौँ। अनि दाइले केक खुवाउनु भयो गोपाल दाइलाई। अनि हामीले चाहिँ पालो पालो खायौँ। अनि यो भिडियो चाहिँ मैले दाइकोबाट बनाएको, मेरोमा पनि बनाएको थिएँ। तर मेरोमा चाहिँ अलि कस्तो आएको रहेछ क्या, अनि त्यही भएर दाइकोबाट मैले बनाएको थिएँ। अनि हामीले चाहिँ यो सानो गिफ्ट दियौँ उहाँलाई। अनि उहाँले चाहिँ राख्नुभएको थियो। अनि हामीले चाहिँ खोलेर मात्रै राख्नु, हामीलाई देखाउनु पर्छ भनेर उहाँले चाहिँ अनबक्सिङ गर्नुभयो। उहाँको चाहिँ फ्यामिली सहितको फोटो थियो कि। अनि फ्यामिलीको पनि थियो। अनि वर्षा दिदी चाहिँ हुनुहुन्न थियो, नरिसाउनु होला वर्षा दिदी। अनि यस्तो राम्रो, कस्तो राम्रो आएको थियो क्या उहाँको फोटोहरू चाहिँ। सो अनि हामीले चाहिँ पालो पालो गरेर केक खायौँ है, 3जनाले। दिदीलाई खुवाउनु भयो, अनि त्यसपछि मैले पनि खाएँ। दाइलाई केक पनि लगाइदिएँ। अब अरूले चाहिँ लगाइदिनु भएन, मैले चाहिँ बर्थडेमा लगाइदिनु पर्छ भनेर चाहिँ मैले केक पनि लगाइदिएँ साथीहरू। अनि के गर्नु, यस्तै छ है। अब हामीले चाहिँ सानो सरप्राइज दिएको दाइलाई, दाइको बर्थडे थियो नि त। अनि नगर्ने भन्दै हुनुहुन्थ्यो, त्यही पनि हामीले चाहिँ सानो सरप्राइज गऱ्यौँ। यस्तो थियो है। फोटो चाहिँ कस्तो राम्रो थियो, वर्षा दिदी हुनुहुन्थ्यो। अनि साथसाथै उहाँले चाहिँ हामीलाई चाहिँ यति धेरै मिठा खानेकुराहरू मगाइदिनु भएको रहेछ। अनि हाम्रो चाहिँ अलिक ढिला ढिला भइसकेको थियो घर आउनलाई। अनि हामीले चाहिँ छिटो छिटो गरेर खाएर अनि हामी चाहिँ घरमा आयौँ साथीहरू। होइन के हो नामै थाहा छैन, यस्तो यस्तो ल्याइदिनु भएको रहेछ। र साथीहरू फेरि पनि दाइलाई ह्याप्पी बर्थडे टु यु भन्दै मेरो भिडियो चाहिँ यति नै हो। अब मेरो भिडियोमा चाहिँ के कस्तो लाग्छ हेरेर सम्पूर्णले लाइक कमेन्ट गरिदिनु होला। ल त साथीहरू, बाई बाई।